नमस्ते यहाँहरूलाई। आज हामी कर्कलोको गाभा बनाएर खाँदैछौँ। आज रामनवमी दशैंको दिन मासु खानुपर्ने हो हुन त, तर अब मैले एक्लै मासु खान नहुने। रचना म्यामले चाहिँ मासु खानु हुँदैन, त्यही भएर हामीले आज कर्कलो खाँदैछौँ। कर्कलो चाहिँ एकदम मिठो हुन्छ अरे, थाहा छैन, मलाई त अहिलेसम्म खाएको छैन। उनले भन्छन् मासु बिर्साउने स्वाद हुन्छ भनेर भन्दैछन्। हेरौँ कस्तो हुन्छ। 10 बज्न लागिसकेको छ होइन, अलमोस्ट 10:15 भइसकेको छ। आज अफिस पनि छ, फेरि बिदाको दिन अफिस जानुपर्ने छ। खाएर हेरौँ कस्तो हुन्छ, त्यसपछि म तपाईँहरूलाई भन्छु कस्तो हुन्छ। यस्तो गाउँमा होला यस्तो पकाएर चाहिँ खाएको स्वाद त्यति धेरै त छैन, तर गाउँको मान्छेहरूले प्रायः खान्छन् होला। हाम्रोतिर चाहिँ यसलाई गाभा भन्छ। के भन्छ? गाभा नै होला। यसको तलको पिनालु चाहिँ खाइयो, यो माथिको चाहिँ खाइएको थिएन। तर उसको घर लमजुङ हो नि त, अब लमजुङतिर चाहिँ खान्छन् अरे। हेरौँ कस्तो हुन्छ। आज उसले बनाउँछ। यसैबिच मलाई चाहिँ एउटा गीत याद आयो लमजुङको, र त्यो गीत पनि गुनगुनाउन चाहेँ। रचना गुनगुनाएँ त मैले एउटा गीत लमजुङ। तिमी जन्मेको ठाउँ लमजुङलाई सम्झेर एउटा गीत गाउनु मन लाग्यो है। मायालाई दिने थिए फुल जस्तो जुबान, भइसक्यो हाम्रो घरबार। मायालाई दिने थियौ फुल जस्तो जुबान, भइसक्यो हाम्रो घरबार। अब हामी तरकारी पकाउनुपर्छ है। यो सधैँ गीत गाएर तरकारीमा दुःख लगाएर हुँदैन। यो अलिकता थोरै मात्रै बाँकी छ, खेलाउनु बाँकी अब। यसमा प्याज पनि हाल्नुपर्छ अरे, बारीमा छ। अब एकछिनपछि गएर आउँछु म, पहिला यति केलाएर। चक्कु कहाँ गएछ? मायालाई दिने थिए फुल जस्तो जुबान, भइसक्यो मेरो घरबार। साने, तिमीलाई नेपाल विकास नहुनुमा चाहिँ के कारण लाग्छ? तिमीलाई नेपाल चाहिँ विकास नहुनुको कारण चाहिँ के लाग्छ? नेपालमा भ्रष्टाचारी धेरै हुनु। भ्रष्टाचारी धेरै हुनु 1 नम्बर। 2 नम्बरमा विकासको नाममा के गर्नु रे? सबै पार्टी राजनीति